आज सेकेन्ड सटरडेको दिन के प्लान गरेको थिएँ, प्लानै चेन्ज भयो। कारण चाहिँ गाई बिमार भइसकेर चाहिँ त्यसमा जाँदैछु। हाम्रो चाहिँ ड्युटी यस्तै हुन्छ, कोही बेला के प्लान गरेको हुन्छ प्लानै चेन्ज हुन्छ। अब आजको मेरो सर्भिसिङ अरू सपिङ पनि थियो, त्यो चाहिँ अब भोलि जानुपर्ने बेला भयो। आज चाहिँ केसमा जाँदैछु। डाँडादेखि चाहिँ ओह्रालो अहिले भने चाहिँ स्पटमा आएर पनि फ्लुइड्स चढाउँदैछु। पुरै विक रहेछ गाई चाहिँ। अब चाहिँ केस सकेर चाहिँ फर्किँदैछु। यो तपाईँहरूले देख्नुहुन्छ, यो चाहिँ आसाम निङ्जे साइड। म चाहिँ यहाँ सोके आएको थिएँ। अब चाहिँ घर फर्किने। यहाँ चाहिँ काम डह्रो हुँदैछ। यो हनुमान गङ्गाको स्कुटी चाहिँ यहाँ अगाडिसम्म राखिरहेछु। बाटो चाहिँ निकै हिलो छ। हेर्नुहोस् है, बाटो चाहिँ अब तेरिका पानी आउनु आँटेको छ। पानी आएछ भने चाहिँ यो बाटो स्कुटी उकालो छिर्दैन। अहिले नै हेर्नुहोस्, हिलो यस्तो ज्यादा छ। यो चाहिँ सोकेको बाटो, मतलब यो हनुमान गङ्गा डोलको, हनुमान गङ्गाले खनेको रोड हो। यो चाहिँ डोल लानु सजिलो हुन्छ भनेर उनीहरूलाई पानी नआइकन निक्लिहाल्नु पऱ्यो माथि मेन रोड। तेल पनि सक्नु लागेको रहेछ कि पुग्दैन। ओहो, स्कुटी नालेको यता ल। यो बाटो कहाँ थियो तर पानी पऱ्यो भने त पानी चाहिँ स्टार्ट हुनु लागेको छ। पुरै डिल हिँड्नु पर्ने रहेछ। हिलो ज्यादा भएर चाहिँ रोड मुनि पो झरिन्छ कि डिल मुनि झऱ्यो भने त रड्डी हुन्छ त। अब भने चाहिँ मेन रोड निक्लिनै आँटेको छु। 12 माइल। यहाँ यो तलको रोड चाहिँ पालुङको रोड हो। यो रोड चाहिँ न्यू रोड, पालुङ बस्ती जाने रोड हो। मेन रोड आइपुगेको छु बल्ल बल्ल। पानी पर्नु आँट्यो भन्दा निकै डरलाग्दो परिसकेको छ पानी। यहाँ हाम्रोतिर चाहिँ यस्तै चल्दैछ। बिहानदेखि डरलाग्दो घाम, 12-1 बजीदेखि चाहिँ डरलाग्दो पानी।